चारदेशीय टी20 सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आयोजक हङकङको सामना गर्दैछ। यी दुई टिम बीचको खेल शनिबार बिहान 11:15 देखि मिशन रोड ग्राउन्डमा सुरु हुनेछ। जारी श्रृङ्खलामा नेपाल अहिलेसम्म अपराजित छ। नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः कतारलाई 8 विकेट तथा कुवेतलाई 6 विकेटले हराएको थियो। नेपाल अब हङकङलाई हराएर जितमा ह्याट्रिक गर्न चाहन्छ। नेपाल अहिले अङ्क तालिकाको शीर्ष स्थानमा छ र अन्तिम खेलमा साँघुरो हार बेहोरे पनि नेपालले फाइनल खेल्ने सम्भावना बलियो छ। हङकङ भने केही दबावमा छ। यदि उसले नेपाल विरुद्ध फराकिलो हार बेहोरेर कतारले कुवेतलाई हराएमा हङकङको फाइनल यात्रा समाप्त हुनेछ। जारी सिरिजमा ऊ पहिलो खेलमा कुवेत विरुद्ध 4 विकेटले स्तब्ध भएको थियो। दोस्रो खेलमा भने हङकङले कतारलाई 68 रनले हराउँदै शानदार पुनरागमन गर्यो। ऊ अब तेस्रो खेलमा नेपाललाई पनि स्तब्ध बनाउँदै फाइनलको यात्रा गर्ने दाउमा छ। यता नेपाल आफ्नो अपराजित यात्रा जारी राख्ने योजनामा छ। नेपाल टी20 मा पछिल्लो 6 खेल यता अपराजित छ। नेपालले अन्तिम पल्ट गत वर्षको अक्टोबरमा क्यानाडासँग हार बेहोरेको थियो। त्यसयता भने नेपालले टी20 मा राम्रो प्रदर्शन गरिरहेको छ। हङकङसँग नेपालको विगत हेर्ने हो भने निकै प्रतिस्पर्धात्मक देखिन्छ। हालसम्म यी दुई टिमले 11 टी20 मा एकअर्काको सामना गरेका छन्, जसमा नेपाल र हङकङले 5-5 खेल जितेको इतिहास छ। यी दुई टोली बीचको एक खेल भने नतिजाविहीन बनेको छ। शनिबार नेपाल र हङकङ हेड टु हेड रेकर्डमा सुधार गर्ने लक्ष्यमा पनि हुनेछन्। पछिल्लो 5 भेटमा दुवै टिमले 2-2 खेल जितेका छन्। एक खेल भने वर्षाले प्रभावित भयो। अन्तिम पटक नेपाल र हङकङको भेट गत वर्षको 20 अप्रिलमा भएको थियो। उक्त एसएसी प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग नेपाल 4 विकेटले स्तब्ध भयो। त्यो हारले नेपालको एसिया कप यात्रामा धक्का लाग्यो। यसपटक एसएसीले प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्ने टिमलाई पनि एसिया कप खेल्न दिने नियम बनाएको छ। नेपाली टिम अब प्रिमियर कपमा बेहोरेको हारको बदला बिहीबार लिने योजनामा छ। जारी सिरिजमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेको छ। पहिलो खेलमा कतारले दिएको लक्ष्य नेपालले 17 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। दोस्रो खेलमा कुवेतले दिएको 186 रनको लक्ष्य नेपालले 18.5 ओभरमा 4 विकेटको क्षतिमा भेट्टायो। टी20 मा नेपालले पहिलो पल्ट यति ठूलो स्कोर पूरा गरेको हो। नेपाल तेस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकाल्ने रणनीतिमा छ। नेपालले तेस्रो खेलमा 2 खेलाडी परिवर्तन गर्ने सम्भावना छ। नेपालले हङकङ विरुद्ध तीव्र गतिका बलर करण केसी र स्पिनर ललित नारायण राजवंशीलाई विश्राम दिएर बायाँ हाते बलरहरू रिजन ढकाल र शाहब आलमलाई मौका दिने सम्भावना रहेको हो। करण र ललित पछिल्लो खेलमा खर्चिला बनेका थिए। कुवेत विरुद्ध करणले 3 ओभरमा बिना विकेट 30 तथा ललितले 3 ओभरमा 1 विकेट लिएर 24 रन दिएका थिए। टिमले लगभग फाइनलमा स्थान बनाइसकेकाले पनि तेस्रो म्याचमा रिजन र शाहबले मौका पाउने सम्भावना रहेको हो। यी दुई बलरले गत मार्चमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए। सो प्रतियोगितामा शाहबले 31 र रिजनले 23 विकेट लिए। सर्वाधिक विकेटकर्ताको सूचीमा शाहब दोस्रो र रिजन तेस्रो स्थानमा थिए। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स नेपाल युट्युब च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।